Okay. So let's vlog Mama. Video on the कुना बजार भाडा दिँदै रहेछ खै भाडा त यस्तो हुन्छ कुनको मान्छेहरु भाडा त यस्तो हुन्छ उसके लिए मैसेज आया कि हम लोग यहाँ सब परिवार मिलकर उसको बहुत 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 आशीर्वाद कृपा और उसके बाद वहाँ से ठीक से ड्यूटी करे और सबको खुश रखे कोसेली relatives and family. So instead of Roxy, Papa is buying Mazda. Soda Mazda and then. Hey, toilet te जीरा वाला Papa जी बासी. ओ बांट दो 2 दर्जन को उसमें बांट दो. 6 जगह बांट. 6 जगह. अलग-अलग 6 प्लास्टिक चाहिए. हम लोग पहुंच गए बड़ा के घर में. बड़ा के घर में लो बड़ा यहाँ एकदम चल्दैछ. So guys, हामी अब फेरि टीका लगाउँदैछौँ बडाकोमा. हामीले बल्ल 5 बजे टीका खाने. गफ हुँदैछ डरलाग्दो गफ हुँदै रहेछ. यो त युट्युबमा जान्छ है अब टिभीमा हिमाली च्यानलमा हालिदिनुपर्छ. कुन चाहिँ गाडी आउँदैछ? पानीको गाडी आउँछ. अहिले त के सबैजना आज त केही गर्दैन. आज त दसैँले गर्छ. खै म त केही त तिमीहरू त ममा लडेको त मलाई त पुरानो काकाले यहीँ भनेको जात होइन. कस्तो भयो नि लडेर जाति भएर पनि फेरि प्रसाद खाएर नि गयो. उसुजुले हस्पिटल लग्यो नि. हस्पिटल लगेछ हो. सानो पार्नु न बाबा एकछिन यहाँ माग्दै. एक्सरेहरू गरेछ. एक्सरेहरू गरेछ. मान्छे परे जान्छ भनेर त्यसको 7 तारिकदेखि फेरि प्र्याक्टिकल इक्जाम छ. यिनीहरू गयो काकी चाहिँकोमा गाउनु गएको कि के गर्नु गएको. दुईजना साथीहरू भेट भएछ बल्ल. लो ल अब रक्सीहरू नखा छोड्छु पो भन्दै थिएँ त. म त योपालि भगवान्को 100 वर्षको हो कि ड्रिङ सिङ किन भगवान्को है कस्तो भइरहेको छ. डे अफ दसैँ अन्त प्रशान्त पनि आइसकेको छ. अन्सा इज गेटिङ रेडी. सो अन्सा इज गेटिङ रेडी. आम्मा जाडोले योपालि जाडो त्यति छैन भन्छ के गर्ने. छैन त छैन त. मलाई जाडो भएको छैन. यही लुगा मात्रै लगाएर बसिरहेको छु जाडो नभएर. गोप्रा टोर यहाँ आएछ. लु अब आशीर्वाद दिएको के भन्छ दलालहरू नहु राम्रो. यो वर्षमा सबैको सेवा पनि गर्नुपर्छ, धर्म पनि गर्नुपर्छ, दलाल गर्नु हुँदैन. भाग्य बिग्रिन्छ.
भएर चमचम चाहिँ कहाँ हालिहालिआइन लाग्दैन मेरो अनिसा र रुबेन र पुनमलाई दिनेछ अब दोलमित्रमा आउने तँले गएर लाउँदै गर न उयसको आउनु त ल यहाँ त्यही त हो दोलमित्लाई हाल्छु ल सो गाइस बडीले टिका लगाइदिँदैछ अन्त तपाईँहरूको यहाँ लगाएपछि अब कहाँ छ जानुपर्ने मामाकोमा छ सानो मामाकोमा अन्त त्यहाँबाट बाजेर भोज हामीलाई त हेर त्यो भोटेहरूले यस्तो दुबो दिएर दुबो जैसो किन दिनु तपाईँले पनि दिन्छ त अन्त दुबो जैसो मौली राउन्ड यस्तै दुबो जस्तै सिक्रेट खानु छोड्दे मनलाई जितेर दुबो जस्तो मौली र ला मैले त 1000 भनेको छु नि डरलाई 1000 भिभा मलाई मन पर्दैन भिभा यसले तुर्छ आशीर्वाद दिनु लु राम्रो हुनु घर गरी खानु हो विवाह भन्छ तपाईँले त घर गरी खानु अब तिमीहरूलाई भन्नु के छ पढेकै छ सबै हेर्नु सोच्नु झै झगडा नगर्नु राम्रो हुँदैन हाम्रो घरमा त हामी झै झगडा गर्दैन भन्नेलाई पाछपुछ भन्छ तर मनमा नि राख्दैन गरी खानु राम्रो घरहरू गर्नु सबलाई देखाउनु गरेर खानु आमा बाउ छैन सबलाई आमा जस्तो मान्नु आफूबाटै हुन्छ सबै कामले मर्दैन काम गर्नु जति काम गरे जिउ राम्रो हुन्छ सानो सानो कुरामा छोरी मान्छे रिसाउनु हुँदैन समुद्र जस्तो हुनुपर्छ शत्रुलाई पैताला मुनि राख्नुपर्छ मम्मीलाई रोगर लाटा मम्मी जा मम्मीलाई रोग लाटा प्रसन लाटा गठु रोगर मम्मीले लगाइदिएको हामीलाई लाटा मम्मीले लगाइदिएको छ नि मम्मीले लगाइदिनु पर्छ त्यहाँ बाबाले पनि लगाइदिनु अन्त लगाउनु पर्यो नि त राम्रो गरेर खा ल अब उमेर जान्छ कोसिस गर सुतिरहनु हुँदैन जिउ बनाउनु पर्छ यो पनि अब हामी तेरो पनि अब टिनेज जानु आँट्यो गरेर राम्रो उपशान्ति बहिनीहरू कस्तो उन्नति गर्दैछ हो आइज तल पर्सानको घरमा अब तँ घरको एउटै छोरा हो यो विजय लक्ष्मीमा अन्डा मासु नखानु सिक्नुपर्छ तैँले अन्डा खाइदिँदै तोय हो बाजे मुनिको बराजुहरू मुनिको सुमन मुनिको तोय हो आमाहरूले दिए नि तैँले खानु हुँदैन कसैले टिका लगाइदिन्छ अरे तिमीहरूलाई Lu, yana rawa para. बुई जय अल्लाह. खै पर्सेन्ट र यो दुईजनाको एकदम मेलमिलापहरू सही सङ्गत भविष्यमा पहाड भएर जानुपर्छ अझै ठुलो ऱ्याङ्क बढेर जाओस् हाम्रो भानिसको इन्द्रमा सुते सिरिन्छ दशरथी शत्रु छ राघवे सोझ नहुते गति यो हो नि पारा यो हो नि पारा बताए कराइदिनु खुट्टा चाहिँ नसुने सौभाग्यवती भयो सबैजना है यहाँको अब म्यारिड लाइफ
दाम्पत्य जिन्दगी कहिले जानु अब छ सुकुन भएर जाऊ दुई हुल छ हो दुई हुल भनौँ अब पर्सि चाहिँ अब खाना जान्छु खाना खानु चाहिँ बलाक बलाक छ यो हो नि पारा यो हो नि पारा बताइ कराइदो ल आम्बो मोटी यहाँ न मोटी ब्लगमा मोटी देखाइदिउ न अन्त आम्बो के भयो राम्रै यो हो नि पारा यो हो नि पारा बताइ कराइदो भोलि आऊ उयो बनाउँथ्यो नि के भ्लग बनाउँदै गरेको फेरि उयो नाच्दै गरेको थिएँ म खुसी लाग्यो यहाँ छ यो यहाँ हेरेर आऊ खाएर जाउँ न भनेको थियो एकछिन हौ हिजो हाम्रो फोटो यति राम्रो निस्केको छ तीनजनाको खिचेको बहिनीले खिचेको हाँस्यो के त हँसाएर बोले म हँसाएको तपाईँ हो नि सुभाषलाई यसरी सुभाषलाई ढोकाउन नि कि यस्तो भएर कि यस्तो गरिरहेको अड्के म आफै अड्केको ए सुभाषलाई ढोकाउन बसेको बन्द गरेर यस्तो भयो कि म आफै अड्केँ नि अरे आफै थाहा पनि छैन म आफै अड्केँ अरे कस्तो भयो रे कस्तो भयो रे यस्तो गर्दा यस्तो अरे कि ए यसलाई ढोकाउन रहेछ अरे यस्तो हँसाएको कि पर्तीले चाहिँ फोटो खिचिदिएको नारायण काका खसेको बिना फुपूकोमा जानुपर्छ अहिले हेलो ऊ त कहाँ छ र अन्त औ यो जुवा भन्छन् अन्त अहिले त अब काकाले मलाई डायलग दिनुहुन्छ यतिकै राख्नु यहाँ राख्छ नि लु हुन्छ अब हामीलाई पुऱ्याइदिन्छ होइन पुऱ्याइदिन्छु म तयारी भएर भन्छु लु बाबु दाढी beard you see that man with beard beard long beard Santa Claus yeah jo what's your name introduce yourself Ans what Ans Thapa and we have got Pragyan also Pragyan to hi bhandiyo la लजाए पो त Pragyan ला जाने रहेछ यो ला यो अस्तिपालि पङ्खाबारी जाँदा रुको पङ्खाबारी जाँदैन पङ्खाबारी जाँदैन रुना अस्ति के त्यसको ला भागे ब्लगबाट ब्लगमा Santa Claus तपाईँलाई बाबा ऊ Santa Claus भनेर पर्खिरहेको छ के होइन त्यो गुलियोको हातबाटै छ अन्त अब कतिजना ढोकाउनु पर्छ सबजना
गर्दै ढोक्दै टिका कति हाम्रो पानी पानी ल्याउ त गर्नुपर्छ अलिक त बसिरह्यो भने मेरो चाहिँ क्या खुट्टाहरू हुँदै जान्छ मेरो जहिले यसरी नै डुबो जस्तो थुप्रेर भारी काम त होइन आउनु म उयो गरेर ट्याङ्कीमा पानी लगाएर त्यो मुनि छ हेर त आयुष्मान सदा सुखी रहनु ए आँखामै यो दुईजनालाई काकालाई सम्झी आउनु नबोल्नु काकालाई नेपालमा बसे पनि नेपालमा कहाँ बस्छौ नेपालमा बसे पनि थियो छोरी प्रसाद ल्याऊ के दियो अरे प्रसाद के दिँदैछ बाजेले प्रसाद सौभाग्यवती भव सदा सुखी जाऊ बाजे गन्धर छ कस्तो कहाँ क्यामेरापट्टि हेरेको यति ढुक्कै हुन्छ वरिपरि अब ढुक्कै हुन्छ उता माइती छैन माइजू कोही बेला हुन्छ कोही बेला गीताहरू उता जान्छ होला नि त उसको माइतीहरू होला नि त अहिले सक्दैनौँ विजय दशमीको 2 दिन बित्यो यसरी अर्को साल पनि टिका लगाउन आउनु आफूभन्दा ठुलोलाई टिका छुट्टी लिएको थियो कि अर्को केटा आयुष्यमान सदा सो दक्षिण नपढाइ पनि हुँदैन पढेर पनि काम टिका लगाएर आशीर्वाद दिन्छ त्यो लामो जिन्दगी मामा और टीका
बस्ने होइन इनका नाम दिलचंद छेत्री है। ये प्राइमरी पाठशाला के मास्टर है और क्या करते हैं, अभी रिटायर हो चुके हैं। अभी आध्यात्मिक दुनिया में, आध्यात्मिक जगत में गुरुजी बोलते हैं। सो गाइस, इनको फॉलो कीजिए, इनको सब्सक्राइब कीजिए। भन्नु इंट्रोडक्शन भन्नु। आज मेरे को बोलने का दिल ही नहीं है। क्यों? क्योंकि मेरा दिल उड़ गया है। कहाँ पे दिल उड़ गया? और जो वो सामने में उड़ गया। हाँ, ये वाला। सो दसैं में सो दसैं कैसा लग रहा है 2025 का? सायरा नहीं है, सायरा क्या मैसेज बोलना चाहेंगे? सायरा को बोलना चाहेंगे हम लोग से यहाँ से। एनिवेज क्यामेरा ढिलो आयो, त्यसले गर्दाखेरि ब्लग त पाउनु पाएन। निनुमाको यहाँ टिका लगाएको। एनिवेज बाजे यहाँ ठिकै हुनुहुन्छ, स्पेसली अब बाहिरबाट हेर्दै गरेको। सायरा, अनुपमामा, बाजेलाई चाहिँ एकदम शान्ति भइरहेको छ अहिले। गरम 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 छोडेर आएर बाबा यहाँ तलै हुनुहुन्छ नि बोजूहरू। निसासी नै गरम छ। दसैँको ढोक हिजो आउनु दिएन नि, एकदम टालिएर जुगा जस्तो भइरहेको छ। के राम्रो खाना खानु चाहिँ